यो दिन चाहिँ थियो 2025 को फेब्रुअरी 25 को दिन। हामी सावरामा लगभग 2 वर्षसँगै बसेको साथीहरू चाहिँ छुट्ने दिनहरू हुँदै गर्दाखेरि हामी फेब्रुअरी 25 को दिन चाहिँ टोकियो जर्मन भिलेज हामी घुम्न गएको थियौँ। अनि त्यो ठाउँमा चाहिँ खेल्ने ठाउँहरू रहेछ, घुम्ने ठाउँहरू रहेछ। अनि यहाँ चाहिँ नानीहरू खेल्दै गरेको ठाउँ हो, यो चाहिँ खेलेर इन्जोय गरिरहेछ। अनि हामी पनि खेल्न मिल्ने ठाउँहरू रहेछ, अनि हामी पनि त्यस ठाउँमा गएर खेल्यौँ, हामी पनि इन्जोय गऱ्यौँ। यो ठाउँ चाहिँ सावरादेखि हामी लगभग बसमा 2 या 3 घन्टा जति लागे जस्तो लाग्छ। तर यो धेरै टाइम भइसकेकोले गर्दाखेरि मैले पनि ठ्याक्कै चाहिँ भुलेँ कति टाइम लागेको थियो भनेर। पर्वतको त दामी आछ यहाँबाट। यो चाहिँ टोकियो जर्मन भिलेजको माथि डाँडाबाट खिचेको भिडियो क्लिप्स हो। अनि यहाँ चाहिँ चौरहरू बनिरहेछ, अनि त्यो चौरहरूमा चाहिँ गीत बजाएर हाम्रो साथीहरू चाहिँ नाचगान गर्दै इन्जोय गरिराख्नु भएको छ। यो ठाउँ चाहिँ घुम्नको लागि ठिकै ठाउँ रहेछ। अनि यो ठाउँको पनि केही राम्रो ठाउँहरूको भिडियो क्लिप्सहरू चाहिँ हामीले लिन सकेनौँ, किनकि यो भिडियो चाहिँ युट्युबमा यसरी हाल्ने सोचाइ नै थिएन। अनि यहाँ चाहिँ मान्छेहरू चाहिँ प्राय दिउँसोको समयमा भन्दा पनि बेलुकाको समयमा चाहिँ जाने गर्ने रहेछ। बेलुकाको समयमा चाहिँ यहाँनिर मान्छेहरू धेरै भेला हुने रहेछ। अनि यहाँको मेन एट्र्याक्सन चाहिँ यहाँको लाइटहरू अनि यहाँ बज्ने म्युजिकहरू रहेछ। जति बेलुका हुँदै गयो यहाँको लाइटहरू चाहिँ एकदमै राम्रोसँग बल्ने अनि राम्रोसँग देख्ने। अनि यो चाहिँ सिटी एरिया भन्दा पनि अलग ठाउँमा, अलिक टाढा ठाउँमा भएकोले गर्दाखेरि ठुलो आवाजमा म्युजिकहरू बजाउँदा पनि यहाँनिर मिल्ने भएकोले गर्दाखेरि चाहिँ मान्छेहरू चाहिँ यहाँ रिफ्रेसको लागि पनि जाने रहेछ। तर हामी चाहिँ लगभग बिहानै हामी सावरादेखि हिँडेको थियौँ, अनि बेलुका त्यस्तो धेरै अबेरसम्म चाहिँ हामी बस्न सकेनौँ, किनकि हामी छिटै नै फर्किनु पर्ने थियो। त्यसैले गर्दाखेरि हामी बेलुका चाहिँ धेरै बेर नबसी हामी टोकियो जर्मन भिलेजदेखि हामी फर्क्यौँ। र नेपाली भइसकेपछि गिर्गेस्ताको गीत हामीले बजाउनु नै पर्ने हुन्छ, र बजाउँदै हामी सावरातिर फर्क्यौँ।